न्युआर भर्सेस कुमाल। ओ मिठो ट्राई सन्देशबाट। नाइस नाइस नाइस। कुमालबाट अट्याक 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 बल आउट। अट्याकिङ अट्याकिङ काउन्टर मिलनबाट। साथी बल पर्खेर बसिरहेको थियो तर बल दिएन। गोल मिलन। कुमालबाट एक गोल। कुमाल 1 छ भने नेवार 0। गोल हुन सकेन नेवारबाट र बल फेरि कुमालको खुट्टामा छ। टाङबाट छिरेको छ मनिषको र फेरि बल पार। साथी बल आउट छैन छैन छैन। नाइस गोल मिलनबाट 2 गोल र मिलनबाट 2 गोल। हामीको साथै कुमाल 2 नेवार 0। ट्राई गरिरहेको थियो बल राम्रो निकालेको थियो तर सन्देशले बल लिन सकेन। तर फेरि अर्को गोल। मिठो ड्रिबलर हानेको थियो मनिष। अझै पनि चान्स। बल यहाँ 1v1 को सिचुएसन छ। यहाँ के गोल हान्न सक्ला मिलनले। 1v2 भइसकेको छ। अझै पनि तर सकेन। यहाँ मिलन के मनिषले बल खोसेको छ। गोल हान्यो गोल हान्न र अब लास्ट आउट हुनेछ यहाँ र बल बाहिरियो र कुमालले गोल हान्ने चान्स। कुमालबाट फेरि पनि मिठो ड्रिबलर तर बल नियन्त्रण लिएको छ। फर्काउन सक्छ होला त नेवारहरूले। नाइस स्किल आदित्यबाट धेरै समय लिएको छ मिलनबाट। मनिषबाट नाइस स्किल। यहाँ केही काउन्टर हुन सक्छ तर मिस पास धेरै पछाडि पास दिएको छ सन्देशबाट। यहाँ मिलनले बल खोसेर गोल हान्न सकेन। बल चलाएको छ नेवारबाट। बल आउट हुन पुगेको छ तर गोल हान्न चाहन्छ। बल यहाँ क्विक चलाइएको छ। मिलनबाट गोल हुन सक्छ सकेन। यहाँ काउन्टर हुन सक्छ मनिषको गोल होला। बल आउट। फेरि पोस्टमा गोल हान्न सकेन नेवारतिरबाट मनिष श्रेष्ठ। यहाँ बल फेरि पनि यहाँ कुमालबाट यहाँ गोल हुन सक्छ। धेरै समय लियो मिलनबाट। अब अर्को खेलाडी पनि आइसकेको छ। गोल हुन सकेन। ट्राई गर्न जान्थे। बल आउट छैन। यहाँ काउन्टर हुन सक्छ। गोल हुन सक्छ। यहाँ गोल सन्देश श्रेष्ठबाट गोल र यहाँ एकदम राम्रो भन्दा राम्रो असिस्ट मनिष श्रेष्ठबाट र यहाँ स्कोर छ श्रेष्ठको 2 हो भने कुमालबाट 3। यहाँ बल खोसिएको छ। गोल हुन सक्छ तर सकेन। यहाँ आदित्य कुमालबाट गल्ती भएको थियो। फेरि मिलनबाट पनि गल्ती भयो र गोल हुन
सकेन गोल बाहिरियो पोल बारमा लाएर फेरि यतै आयो ओहो मिठो पार थियो मोनिसबाट तर बल बाहिरियो सन्देश श्रेष्ठ एउटा मान्छेलाई काट्यो र यहाँ चान्स हुन सक्छ तर बल बाहिरियो सन्देश श्रेष्ठबाट निकै राम्रो तालमेल मिलाएको थियो मोनिसबाट यहाँ फेरि पनि काउन्ट हुन सक्छ गोल फर्कियो नेवार फर्कियो गेममा फर्कियो नेवार मोनिसबाट गोल भएको छ भने सन्देशबाट राम्रो असिस्ट थियो र यहाँ बल फेरि चलाइएको छ तर बल बाहिरियो सन्देशबाट बल चलाइयो फेरि यहाँ गोल मोनिसबाट गोल र यहाँ अब थप 2 मिनेट गरिएको छ र यहाँ कुमलबाट फेरि पनि एट्याक हान्न चाहन्छ तर सकेन बल बाहिर मोनिसबाट ओहो सिधै बल पोस्टमा हानेको थियो मिलनबाट तर बल बाहिरियो यहाँ नेवरबाट एकदम राम्रो कमब्याक गरिएको छ इम्पोसिबललाई पोसिबल बनाएको छ नेवारले यहाँ अन्तिम 30 सेकेन्ड बाँकी रहेको छ यहाँ अन्तिम समयमा गोल हुन सक्छ सकेन सन्देश डिफेन्स बचेको छ जुन पोस्ट एकदम सानो पोस्टको पनि पोस्टमा बसेर नाइस खेल्न चाहन्थे तर सकेन अझै पनि चान्स छ अझै पनि समय छ र अब अन्तिम लास्ट थ्रो गोल हान्न सफल भएन र यो अन्तिम समय अझै पनि चान्स अझै पनि ल भ्याइयो अब लास्ट